ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै आरामै छु। नेक्स्ट ब्लग स्वागत छ सबैजनालाई मेरो नयाँ ब्लगमा। अनि आज ब्लगको स्टार्टिङ चाहिँ म एक्लैदेखि तपाईँ यता रोड देखिरहेको छ गाइस, देख्न सक्नुहुन्छ। अनि आज के रहेको छ भनेर त हजुरहरूले थम्बनेल टाइटल देखेर थाहा पाइ नै सक्नुभएको छ, त्यही पनि म भनि नै हाल्नेछु। के छ भनेपछि गाइस, मैले अस्ति भनेको बुटी रुमाल बैना भन्ने न्युसँग सुदीप परियार युट्युब च्यानलमा आइसकेको छ। सबैजनाले गएर हेर्न चाहिँ नबिर्सिनु होला गाइस। भिडियो चाहिँ एकदमै राम्रो बनेको छ। अनि साथै चाहिँ यो बुटी रुमाल बैना भने म फुल मोडल भएर गरेको चाहिँ यो मेरो सेकेन्ड म्युजिक भिडियो हो। अनि रात जुनको भन्ने त्यो मेरो फर्स्ट म्युजिक भिडियो फुल मोडल भएर गरेको चाहिँ। अरू थोरै यति गरेर चाहिँ योसँग चावटा भइसकेको छ। अनि आइसकेको छ युट्युब च्यानल सुदीप परियार युट्युब च्यानल, अघि नै पनि सके गएर हेरिदिनु होला बुटी रुमाल बैना भन्ने न्युसँग। साथै माया पनि गरिदिनु होला, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन पनि नभुल्नु होला गाइज। अनि हजुरको मनमा जस्तो लाग्छ त्यस्तै दिनु होला त, प्रतिक्रिया कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला। अनि साथै मैले आज त्यो भिडियो आएको चाहिँ हिजो अस्ति नै हो, तर मैले यो भिडियो बनाउन चाहिँ पाएन साथै। अनि मैले त्यो भिडियो आइसके पछाडि चाहिँ हाम्रो अल फ्यामिलीलाई राखेर मैले त्यो भिडियो देखाएको थिएँ। उहाँहरूको रियाक्सन पनि मैले खिचिसकेको छु। अनि उहाँहरूको रियाक्सन कस्तो आयो त मेरो त्यो भिडियो हेर्दा चाहिँ। अनि यो मैले स्टार्ट चाहिँ गरेको थिएन, अनि त्यही भएर आज चाहिँ बल्ल स्टार्ट गर्दैछु। म भने भर्खरै कामबाट आउँदैछु, अनि घर अनि पुगेको छैन, आउँदा त्यही बाटोमा म चाहिँ स्टार्ट गरेको भिडियो चाहिँ। साथै मेरो फ्यामिलीले मात्र होइन हजुरहरूले पनि गएर सुदीप परियार युट्युब च्यानलमा गएर बुटी रुमाल बैना भन्ने न्युसँग आइसकेको छ। सबैजनाले गएर हेरिदिनु होला गाइस, म हजुरले यही नै भन्न चाहन्छु। साथै मैले उहाँहरूको रियाक्सन सँगसँगै भिडियो पनि राखिदिनेछु, हेर्नु होला। भिडियोलाई चाहिँ अन्तिमसम्म नै हेर्नुहोस् है त गाइस। मैले भिडियो चाहिँ यो पछि राख्दिनँ त, तर पनि युट्युबमा ट्याक्क सर्च गरेर हेरे जस्तो हुँदैन नि गाइस। त्यही भएर चाहिँ ठ्याक्क युट्युबमा गएर सुदीप परियार युट्युब च्यानल हान्ने सर्च गरेर आउँछ बुटी रुमाल बैना भन्ने, अनि ट्याक्क लाएर हेर्नु होला। अनि साथै यो भिडियो पनि अन्तिमसम्म नै हेर्नु होला, म हजुरलाई नै भन्न चाहन्छु गाइस। हेर्नुहोस् है त, मम्मी बाबा दिदीहरू सबैको रियाक्सन। मेरो फर्स्ट म्युजिक भिडियो एकदम राम्रो भएको छ भन्नुहुन्थ्यो, अनि यो पनि के कस्तो आएछ उहाँहरूको रियाक्सन हेर्नु होला। भिडियो चाहिँ हेर्नुहोस् है त अन्तिमसम्म गाइस।
सुर घरमा मनमा माया छैन छ भने छैन भने छैन मायाले यो मलाई फुटेरो माल होइन बिराइबार घरमा छैन भने अन्दै सुर घरमा मनमा माया छैन छ भने छैन भने छैन मायाले त्यो मलाई फुटेरो माल होइन मायाले त्यो मलाई फुटेरो माल होइन लैजाऊ मलाई झन्डीले घेरेर कति बसौँ माइना हेरेर मनमा माया छैन छ भने छैन भने छैन नमागा मायाले फुटेरो माल होइन झन्डीले घेरेर कति बसौँ माइना हेरेर मनमा माया छैन छ भने छैन भने छैन नमागा मायाले फुटेरो माल होइन नमागा मायाले फुटेरो माल होइन हेर सिर सिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा हेर सिर सिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा हेर सारा र भएको छु मनमा माया छैन छ भने छैन भने छैन मायाले त्यो मलाई फुटेरो माल होइन खाएको छु मनमा माया छैन छ भने छैन भने छैन मायाले त्यो मलाई फुटेरो माल होइन मायाले त्यो मलाई फुटेरो माल होइन अब तिमी खुट्टाइट गर्न देऊ हामी दुईको बेकार छाड्न देऊ मनमा माया छैन छ भने छैन भने छैन नमागा मायाले फुटेरो माल होइन खुट्टाइट गर्न देऊ हामी दुईको बेकार छाड्न देऊ मनमा माया छैन छ भने छैन भने छैन नमागा मायाले फुटेरो माल होइन नमागा मायाले फुटेरो माल होइन खुसीका फूल बटोलेर मनको रुमालैमा खुसीका फूल बटोलेर मनको रुमालैमा राखेकी छु सम्हालेर दिन तिमीलाई राखेकी छु सम्हालेर दिन तिमीलाई हो नगी सबै मनको सीमा पूर्णिमा यसपालि नढाड मनमा माया छैन छ भने छैन भने छैन मायाले त्यो मलाई फुटेरो माल होइन यसपालि नढाड मनमा माया छैन छ भने छैन भने छैन मायाले त्यो मलाई फुटेरो माल होइन मायाले त्यो मलाई फुटेरो माल होइन
तिम्रो आँखा मेरो खेल्ने आँगन तिमी भित्र भित्रै मेरा जुन तारा छन् ईर्ष्यालु आँखा बगाउँछन् छाला तिमी नै मलहराउँछौ तिमी सहारा गाइस भिडियो कस्तो लाग्यो त पक्कै पनि भिडियोलाई अन्तिमसम्म हेर्नु भएको र राम्रो लागेको होला भन्ने आशा छ। अब भने भिडियोलाई म त्यति दिन गर्न चाहे हजुरहरूले यसमा मात्र भिडियो नहेरेर युट्युबमा गएर नि फुल भिडियो हेर्न सक्नुहुन्छ। मैले सुदीप परियार युट्युब च्यानल मैले अगाडि सुरुमै देखाइदिएको छु र त्यो भिडियोसँगै छ र अगाडि पनि राखिदिएको छु। अनि म के भन्न चाहन्छु भन्ने सबभन्दा पहिला त मलाई यो भिडियो गर्ने यो अवसर दिनुभएको सम्पूर्णलाई धेरै धेरै धन्यवाद, हृदयदेखि धेरै धन्यवाद र साथै मेरो फ्यामिलीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनकि धेरै सपोर्ट गर्नुभएको छ। उहाँहरूले गर्दा नि म आज यो ठाउँसम्म आइपुगेको। उहाँहरूले सपोर्ट गरेको भएर चाहिँ साथ दिएको भए म कसरी पो गर्थ्यो होला र अनि उहाँहरूले नि साथ दिएर म यो ठाउँसम्म आइपुगेँ। म सोचेको थिइनँ आज यो ठाउँसम्म आइपुग्छु भनेर। म तँलाई यस्तो काम गर्नुमा धेरै खुसी छु। आइ एम सो ह्याप्पी। अनि साथै थ्याङ्क यू सो मच यो टिमलाई र मेरो अल फ्यामिलीलाई पनि हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अझै पनि फेरि यस्तै अवसर दिनुहुनेछ भन्ने आशा छ। अनि मेरो फ्यामिलीले यस्तै गरी नै अझै साथ दिने अझै अगाडि बढ्न मलाई सहज हुनेछ मलाई आशा छ। साथ दिनुहुन्छ मेरो फ्यामिलीले, एकदमै सपोर्ट गर्नुहुन्छ मेरो अल फ्यामिलीले। अनि साथै हजुरहरूले पनि धेरैभन्दा धेरै माया गर्नुहुनेछ भन्ने ठुलो आशाका साथ अनि म फेरि पनि हजुरले यस्तै माया गरिदिनु भयो भने म फेरि पनि यस्तै नेक्स्ट भिडियो लिएर आउने नै छु हजुरहरूलाई देखाउनको लागि। अहिलेलाई भने भिडियो त्यति दिन गर्न चाहे। थ्याङ्क्स फर वाचिङ माई भिडियो। अनि तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइज। त्यो युट्युब च्यानलमा गएर पनि हेरेर त्यसमा पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु र यसमा पनि गरिदिनु हुनेछ भन्ने ठुलो आशाका साथ भिडियोलाई त्यति दिन गर्छु। अब चाहिँ फेरि पनि यस्तै नेक्स्ट भिडियो लिएर आउनेछु भन्दै अब नेक्स्ट भिडियोमा भेटौँला है त गाइज। बाई बाई एभ्रिवान।